धन्यवाद दादा खानेज्यू। वास्तवमा नेपाल धानको अवस्था किनभने यहाँ 14 लाख हेक्टरमा चाहिँ त्यो भएर यसको चाहिँ विशेष महत्त्व सांस्कृतिक धार्मिक र आर्थिक महत्त्व रहेको हुनाले नै यसलाई चाहिँ विशेष रूपमा मनाउने परम्परा छ। र अब मन्तव्यलाई गर्न गइरहेको छु। मन्तव्यको लागि यो गोरु रवि लामी खानेको पार्टीको रहेछ भन्ने छ। ओहो तारे हो प्रतिस्पर्धी एउटा दौड प्रतियोगितामा भाग लिने मान्छे हामी कृषि प्रधान मुलुक हौँ। हाम्रो खाद्यान्नको प्रमुख बाली धान बालीलाई हाम्रो प्रमुख बाली मानिन्छ। त्यसो भन्दै गर्दा हामी झन्डै वर्षमा 50 अर्ब जतिको चाहिँ आयात गरिरहेछौँ। यो हामी नेपालीको लागि